हेलो वेलकम ब्याक न्यू च्यानल न्यू भ्लगमा फेरि स्वागत छ हजुरहरूलाई। नमस्कार। आज चाहिँ हामी यो धेरै अल्को ठाउँमा भ्यूमा आएको छौँ। अनि यो बुढवा नीलकण्ठ भन्दो रहेछ यो ठाउँलाई। यहाँ चाहिँ एकदम रिसोर्टहरू छ अनि कटेज पनि भन्दो रहेछ है। यहाँनिर स्विमिङ के अरे पुल ट्रेन छ। यता चाहिँ के अरे यो चाहिँ टोइलेट एकदम व्यवस्थित तरिकाको रहेछ है। ल है साथीहरू, यहाँनिर म चाहिँ आज यहाँ साथी भएको नाताले यो ठाउँमा आएको छ। मेरो साथी चाहिँ यता हुनुहुन्छ, उहाँ हुनुहुन्छ जमानादेखिको साथी। यहाँ यो होटलमा काम गर्नुहुँदो रहेछ। तपाईँहरूलाई यो नयाँ लोकेसन, नयाँ भ्यू, बुढा नीलकण्ठको यो एकदम चलेको होटल अरे। त्यही भएर हामी चाहिँ यहाँ यसो हेर्नकै लागि पनि यो ठाउँमा आएका छौँ। हेर्नुहोस् है साथी, हामी तपाईँहरूलाई यो कटेजहरू लगायत हरेकको सिनहरू छ सबै तपाईँहरूलाई देखाउनेछौँ। यहाँनिर हेर्नुहोस्, चराले पनि गुण लगाइरहेको छ यार। यो फुलमा चराले गुण लगाइरहेछ, दामी रहेछ जेसी। यसरी ट्रेनभित्र पनि अझै ट्रेन पनि दामी रहेछ है। हेर्नुहोस् है साथीहरू, बुढा नीलकण्ठ भनेर नेचर क्याम्प भनेर लेखिरहेछ यहाँनिर ठुलो उसमा छानामाथि। ठक्कै यहाँ चाहिँ कहाँ आएको यो महसुस भयो भने यो अलिक पहाड पनि मध्य पहाडमै आइए जस्तो छ है। जङ्गलै जङ्गल छ है गाइजहरू, हेर्नुहोस् है। अब यहाँदेखि उँभो लागेपछि चाहिँ जङ्गलै मात्रै रहेछ नि साथीहरू। हामी चाहिँ घुम्दैछौँ अहिले। यो भिडियो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। लाइक एन्ड सब्सक्राइब सेयर पनि गर्नु होला है। यहाँ मालिङ्गो पनि पाउँदो रहेछ गाइजहरू। हिमालमै आइएको छ। मालिङ्गो पनि छ है साथीहरू। यहाँनिर हेर्नुहोस् है, एकदम यहाँ उति छ ट्रेनहरू, रुखुँदी पनि छन्, फुलहरू, बत्तीहरू हालिरहेछ एकदम व्यवस्थित। यो मान्छे हेर्ने ट्र्याक छन् है। दामी हुँदो रहेछ सुत्ने ठाउँहरू नि। यो चाहिँ सुत्ने ठाउँ हो, हेर्नुहोस् है। दामी छ क्या बेडहरू पनि ट्रेनमा। यहाँ पनि गेट हेर्नु, यो बत्तलको रहेछ होइन। यो गेट के को बत्तलको नि यस्तो दामी गेट भन्दो रहेछ। हेर्नुहोस् है गाइजहरू, यहाँ पनि छ रुम, दामी रुम छ यहाँभित्र। हेर्नुहोस् है, तपाईँहरूलाई जालीबाट देखाइरहेको छु, एकदम व्यवस्थित छ क्या। ल है गाइजहरू, यो ट्र्याक झरिँदैछ है, हेर्नुहोस्। बिएनसी के अरे, बुढा नीलकण्ठ नेचर क्याम्प, बिएनसीको फुल फर्म यहाँ छ ठुलो अक्षरमा। दामी छ यो चाहिँ, पहाडमा रहेछ। मालिङहरू पनि छ है गाइजरी। यी भुइँमा रेडिमेड कार्डवेयर हालेछ। यहाँदेखि उँधो जाने ठाउँ छ। दामी छ, दामी हेर्नुहोस् है, दामी छ ठक्कै। यो चाहिँ गाउँमै पर्दछ, हेर्नुहोस् है एकदम। यो किचन रहेछ यहाँको, यो चाहिँ किचन। माछा हेर्नु, माछा सो माछा दामी रहेछ। यो चाहिँ यहाँको रिसेप्सन दामी पिक्चर राखेको रहेछ यहाँभित्र।
बुढा नीलकण्ठ क्याम्पिङ इस्ट 2023 रहेछ है। यहाँ पानको दामी बनाइरहेछ यहाँनिर लोगो। यहाँ पृथ्वीनारायण शाहको लोगो। यहाँनिर ठुलो फ्ल्याग पनि छ। फ्ल्याग अनि मुनि चाहिँ नेपालको नक्सा पनि रहेछ है गाइजहरू हेर्नुहोस् है त्यहाँ। यहाँनिर पुरै हिमालमै छौँ। चाहिँ डान्स गर्ने स्टेज। यहाँ मेरो एउटा जोकर छ साथी हो। जोकर पार्टनर छ कि यहाँनिर खाने। यहाँ चाहिँ काठमाडौँ भ्यू चाहिँ देखेको यसरी घरै घर। यहाँनिर फोटो खिच्ने पनि छ। फोटो बनाइएको रहेछ। ल गाइस आजलाई भिडियो यति नै।